टक्क लगाएर यहाँनिर फुल फुलेको छ। अब चाहिँ हामी बारीमा जान्छौँ। बारी के अंदर जाके हामी खासमा चाहिँ हिजो जाने बारीमा भनेर प्लान गरेको थियो, तर यस्तो भयो क्या, हामी डाइरेक्ट टोकियोबाट आयौँ अनि पसल पनि गयो, रेस्टुरेन्ट पनि गयो, अनि थाक्यौँ सबैजना, अनि कोही पनि नजाने भोलि मात्र जाने भन्ने भयो। त्यही भएर आज चाहिँ हामी बारीमा जाँदैछौँ। म तपाईँहरूलाई लसुन बारीमा नि लग्छु, आज चाहिँ सागबारीमा चाहिँ हामी जाँदैनौँ। सो अनि चाहिँ पसलमा जानु भइसक्यो, आज्याङरामा चाहिँ सामानहरू हालेर अब जान लागेको। गाइस 12 बजे बिहान गयो। आज 10 बजे उठेर रेडी भएर खाजा खाएर भाँडासाँडा धोयौँ, सबै रेडी पार्यौँ, सामानहरू प्याक गरेर अब चाहिँ निस्केको गाइज। ओहायो गोजाइमास। आज हामी कहाँ जाँदैछौँ? बारीमा जाँदैछौँ अब। साग। यस गाइज, लेट्स गो। Sorry. यस्तो दामी छ साथीहरू होइन, यहाँ चाहिँ हरियाली पुरै नेपाल जस्तै छ। सहरको के भन्छ त्यसलाई, भिडभाडबाट सुन्ने ठाउँ। ठिक्क चाहिँ मजाले एउटा घर ठिक्क कि आफ्नो फ्यामिलीलाई सानो ठुलो पनि होइन, सानो पनि बाससँगै यहाँभित्र त पार्किङ पनि रहेछ। मामा भान्जी चिलमा जाँदैछौँ हामी। यहाँ धान पनि हेर्नु तपाईँहरू, धानको बारी, जापानको चिबाको धानको बारी। यहाँ चाहिँ राजा बस्ने घर जस्तो छ, अनि यहाँनिर चाहिँ धानको बारी